ज्यूलाई म अगाडि बोलाउन चाहन्छु। हामी सबैजना उहाँ अवलोकन गर्नुहुँदाखेरि त्यसै गरी गएको वर्षमा सचिवको भूमिका निर्वाह गर्नुहुने उहाँले मण्डलीमा ठुलो योगदान पुर्याउनु भएको छ। त्यस कारणले गर्दाखेरि मण्डलीका गएको भूतपूर्व सचिव बिना विकासज्यूलाई पनि म अगाडि बोलाउन चाहन्छु। उहाँ सायद आज हुनुहुन्न भने उहाँको कोही हुनुहुन्छ भने कोही परिवारको कोही सदस्य हुनुहुन्छ भने उहाँले लिइदिन सक्नुहुनेछ। त्यसै गरिकन मण्डलीका हुन्छ म दिना भाउजूको सासू आमालाई धनमाया आन्टीलाई म अगाडि बोलाउन चाहन्छु। उहाँले बुहारीको लागि त्यसै गरिकन म मण्डलीको कोषाध्यक्ष सम्हाल्नुहुने गएको वर्षमा कोषाध्यक्ष सम्हाल्नुहुने आदरणीय डिकन राजकुमार राई इलामेज्यूलाई पनि म अगाडि बोलाउन चाहन्छु। हामी सबैजनाले ताली बजाउनेछौँ। उहाँले पनि मण्डलीमा ठुलो योगदान पुर्याउनु भएको छ। त्यसै गरिकन आमा समितिको अगुवा मनमाया राईज्यूलाई पनि म अगाडि बोलाउन चाहन्छु। आमाहरूको बिचमा उहाँले ठुलो बहुमूल्य योगदान पुर्याउनु भएको छ गएको वर्षहरूमा है। त्यस कारणले गर्दा उहाँलाई पनि हामी सम्मान गर्नेछौँ। त्यसै गरिकन आमा समितिको सचिव सुनिला राईज्यूलाई पनि म अगाडि बोलाउन चाहन्छु। उहाँको पनि मण्डली आमाहरूको बिचमा ठुलो योगदान रहेको छ। एउटा सचिवको भूमिका निर्वाह गर्नुभएको छ गएको वर्षमा। त्यसै गरिकन आमा समितिको कोषाध्यक्ष रमा राईज्यूलाई पनि म अगाडि बोलाउन चाहन्छु। उहाँले कोषाध्यक्षको भूमिका निर्वाह गर्नुभएको छ गएको वर्षमा। त्यसै गरिकन जवान समितिको अगुवा गौरव राईज्यूलाई पनि म अगाडि बोलाउन चाहन्छु। जवानहरूको बिचमा उहाँले एकदमै असल काम गर्नुभएको छ। त्यसै गरिकन बाल समिति अगुवा प्रमिसा राईलाई पनि म अगाडि बोलाउन चाहन्छु। उहाँले पनि मण्डलीमा ठुलो योगदान पुर्याउनु भएको छ बाल समिति नानीहरूको बिचमा। अनि त्यसै गरिकन क्वायर अगुवा एलिना राईज्यूलाई पनि म अगाडि बोलाउन चाहन्छु। हामीलाई क्वायर झन्डामा उहाँले एकदमै बहुमूल्य योगदान पुर्याउनु भएको छ। हामी मण्डलीलाई प्रशंसाहरूमा गर्नको निम्ति उहाँले एकदमै धेरै तयारी गर्नुपर्ने हुन्छ है। अनि त्यसमा नेतृत्व गर्दै आगामी अगाडिको वर्षमा ठुलो योगदान पुर्याउनु भएको छ। उहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। त्यसै गरिकन हामी बाल सङ्गति शिक्षक तथा क्वायरहरूलाई हामी स्वागत गर्नेछौँ। म यहाँनिर नाम वाचन गरेर सुनाउनेछु। हामीसँग हुनुहुन्छ सुषमा रसाइली गएको वर्षमा बाल सङ्गतिको शिक्षकको रूपमा एउटा अगुवा क्वायर अगुवाको रूपमा क्वायरहरूको बिचमा चाहिँ उहाँले सङ्गत पुर्याउँदै आउनुभएको छ। उहाँलाई हामीसँग सम्मान गर्नेछौँ। त्यसै गरिकन अनु राई हुनुहुन्छ, उहाँलाई पनि हामी अगाडि बोलाउन चाहन्छौँ। स्मृति लिम्बूलाई पनि हामी अगाडि बोलाउन चाहन्छौँ। अनु राई हुनुहुन्न भनेदेखि अङ्कलले लिइदिनु सक्नुहुनेछ हाम्रो सदस्यज्यूले। स्वस्तिका गिरीलाई पनि म अगाडि बोलाउन चाहन्छु। हाम्रो उहाँहरू सबैजना बाल सङ्गतिका शिक्षक एकदमै नानीहरूलाई असल कुराहरू सिकाउनुहुन्छ। उहाँलाई हामी धन्यवाद भन्नेछौँ। उहाँहरूलाई प्रोत्साहन स्वरूप हामी उपहार दिँदैछौँ। नवीना राईलाई पनि म अगाडि बोलाउन चाहन्छु। राजु तामाङलाई पनि म अगाडि बोलाउन चाहन्छु। दिवस राईलाई पनि म अगाडि बोलाउन चाहन्छु। दिवस राई। मुना राईलाई पनि म अगाडि बोलाउन चाहन्छु। यहाँ सबैजना समय एकदमै कम भएको कारणले गर्दाखेरि म सबैजनालाई सँगै बोलाएँ। अनि मनिषा रसाइलीलाई पनि म अगाडि बोलाउन चाहन्छु। उहाँहरूले एकदमै हाम्रो मण्डलीका नानीहरूलाई असल परमेश्वरको शिक्षा दिनको निम्ति है उहाँहरूले असल तरिकाले दिइराख्नु भएको छ। अनि गएको वर्षमा उहाँले एकदमै जिम्मेवारीपूर्वक काम गर्नुभएको कारणले गर्दाखेरि हामीले मण्डलीको तर्फबाट उहाँलाई प्रोत्साहन स्वरूप हामीले उहाँहरूलाई सबैजनालाई धन्यवाद स्वरूप प्रोत्साहन उपहार दिएका छौँ। हामी सबैजनाले ताली बजाउने नै छौँ। उहाँलाई धन्यवाद दिने नै छौँ। धन्यवाद छ। हुन्छ धन्यवाद। हुन्छ धन्यवाद छ।